उहाँलाई भनिन्, तिनीहरूसित दाखमध्य छैन। येशूले तिनलाई भन्नुभयो, हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। उहाँकी आमाले चाकरहरूलाई भनिन्, उहाँले भन्नुभयो बमोजिम, तिमीहरूले गर। अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6वटा घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, घ्याम्पाहरू पानीले भर। तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्नुभयो, अलिकता उघाएर भोजका मुखिया कहाँ लैजाऊ। तिनीहरूले सो लगे। भोजका मुखियाले त्यो पानी चाखे जो अब दाखमध्यमा परिणत भएको थियो। त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुल्हालाई बोलाएर भने, हरेक मानिसले पहिले असल दाखमध्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमध्य राखिदिन्छ। तिमीले त असल दाखमध्य अहिलेसम्म राखी छोडेछ। उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालिलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। येशूले मन्दिर शुद्ध पार्नु भएको। त्यसपछि उहाँ आफ्ना आमा, भाइहरू र चेलाहरूसँग कफरनहुममा जानुभयो र केही दिन त्यहाँ बस्नुभयो। यहुदीहरूको निस्तार चाड नजिकै थियो र येशू यरुसलेममा जानुभयो। उहाँले मन्दिरमा गोरु, भेडा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनुभयो। तब डोरीको एउटा कोरा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगार्नुभयो र पैसा साट्नेहरूको रेचकी घोप्ट्याएर तिनीहरूका टेबल पल्टाइदिनुभयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब थोक लैजाऊ, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याऊ। उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको यो कुरा याद भयो, तपाईका भवनको जोशले मलाई जलाउनेछ। यहुदीहरूले उहाँलाई भने, तपाई यी काम गर्नुहुन्छ त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ? येशूले तिनीहरूलाई जवाफ दिनुभयो, यस मन्दिरलाई भत्काइदेऊ र म 3 दिनमा यसलाई खडा गर्नेछु। तब यहुदीहरूले भने, यस मन्दिरलाई निर्माण गर्न 46 वर्ष लाग्यो र के तपाईँ यसलाई 3 दिनमा खडा गर्न सक्नुहुन्छ र? तर जुन मन्दिरको विषयमा उहाँ बोल्नु भएको थियो त्यो उहाँको शरीर थियो। जब उहाँ मृतकबाट उठाइनु भयो तब येशूले भन्नुभएको यो कुरा चेलाहरूलाई स्मरण भयो र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नु भएको वचनमाथि विश्वास गरे। जब उहाँ निस्तार चाडका भोजको बेला यरुसलेममा हुनुहुन्थ्यो तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे। तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नु भएन, किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो।